तिम्रो दाइ त अब घर जाँदैछ होइन। धेरै भयो परदेश बसेको पनि, अब घर लागिन्छ। राम्रोसँग बस्नु केटा। अब सँगै बस्यो, यति धेरै समय सँगै बिताइयो। अब म चाहिँ जाँदैछु, पछि राम्रोसँग आउनु। साथीहरू सबै साथीहरूसँग कोही कसैलाई पनि नराम्रो नभन्नु। अब परदेशको ठाउँमा आफूले जसलाई रेस्पेक्ट गर्छ उसले नै हामीलाई पनि रेस्पेक्ट गर्छ। हेर म यत्रो साल बसिसकेँ, म सबै आफ्नै फ्यामिली सम्झेर बसेँ। तिमी पनि राम्रोसँग बस्नु, बुझ्यौ? अब म चाहिँ जाँदैछु, पछि अब राम्रोसँग आउनु। राम्रो अलि धेरै कमाएर आउनु, यो दायाँ बायाँ नगर्नु। पैसा चाहिँ एकदम धेरै बचत गरेर आउनु। पैसाको रेट पनि हेर, 1 रिङ्गेटको चाहिँ 35 पुग्यो। 10 रिङ्गेट खर्च गर्नलाई पनि 10 चोटि सोचेर मात्रै खर्च गर्नुपर्छ। हेर भाइ, ल राम्रोसँग बस। अब चाहिँ दाइले केही त्यस्तो नराम्रो केही गरेछ भने यसो अब दाइलाई सम्झेर, आफ्नै दाइ सम्झेर माफ देऊ। केही अब हामी सँगै बस्यो, यति धेरै लामो समय सँगै बस्यो है परदेशको ठाउँमा। अब के गर्नु, छुट्टिने बेला भइ नै गयो, ढिलो छिटो। परदेशमा भेट भइयो, परदेशमै छुट्टिनुपर्छ भाइ। अब तिमी चाहिँ के भन्छौ? जाँदै हुनुहुन्छ, राम्रोसँग जानु। साथीभाइलाई यसो कहिलेकाहीँ सम्झिनु, नबिर्सिनु। त्यो भइहाल्छ नि, अब यति धेरै दिन बस्यो, राम्रोसँग जान्छु। परदेशको ठाउँ हो, एकदम इमान्दार भएर बस्नु। अब आफ्नो जिम्मेवारी मजाले पुरा गर्नु होइन। परिवार सम्झनु, परिवारलाई नभुल्नु। परदेशको ठाउँ यस्तै हो। तिम्रो दाइ त अब घर जाँदैछ होइन। तिम्रो दाइ त अब घर जाँदैछ होइन। तिम्रो दाइ त घर गइहाल्दैछ। तिमी राम्रोसँग बस। भन पछि अब नेपाल आउँदाखेरि सम्झ दाइलाई। म काठमाडौँतिरै हुन्छु, म तिमीलाई त्यहीँ रिसिभ गर्न आउँछु है। ओके दाइ, ओके। अनि त्यो चाहिँ कसको लागि हो खास चाहिँ त्यो सामान चाहिँ? आफन्तहरूलाई घडीहरू, ह्यान्डफोनहरू 2-4 बोकेको छु। अरू के नै लाने हो र परदेशबाट होइन? ए ल ठिक छ, ठिक छ, ओके।